अब हाम्रो चाहिँ पसल थियो कपनमा, सानो होटेल थियो। अनि मान्छेहरू आइरहनुहुन्थ्यो त्यहाँ, अनि भन्नुहुन्थ्यो फुटबल खेल्छ भने बित्तिकै अब अन्डर 15हरू खेलिसकेपछि पनि, एज क्याटेगोरी गेमहरू खेलिसकेपछि पनि अब नानी त यस्तोमा रहेछ, तर के गर्ने अब नेपालमा छैन त्यस्तै अब सबैजनाको। अनि तर अब मम्मीलाई चाहिँ अब खल्लो नै लाग्दो रहेछ। आफ्नो छोराछोरीहरूलाई अब त्यस्तो भन्दा अब खल्लो लागिहाल्छ। तर मैले चाहिँ कहिले पनि त्यस्तो कुराहरू मतलब गरिनँ। त्यो एकदमै विश्वास थियो भनौँ न। अब के भयो त नि, नेपालमा नभएर भए पनि नभए पनि के भयो त, हरेक कुरा भनेको अब ममा भर पर्ने कुरा हो। मैले कति गर्छु भन्ने ममा कुरा हो। म आफ्नो गर्छु भन्ने चाहिँ भयो। मम्मीले पनि अब म नहुँदा पनि अब धेरैजनाले अब भन्नुहुँदो रहेछ, तर मम्मीले चाहिँ मलाई नराम्रो लाग्छ भन्ने चाहिँ भन्नु भएन, पछितिर चाहिँ भन्नुहुन्थ्यो।